Hey guys, what's up? It's been Hila. Welcome back to my YouTube channel and another vlog. So guys, म चाहिँ आफ्नो लङ टाइमको चाहिँ भ्लग गर्दैछु हैन। बिहान मर्निङ वक गर्दैछु आज चाहिँ मर्निङ टाइममा। हामी चाहिँ आमा बाउ छोरा पल्टने टोली निस्केको छ क्या। अनि उनीहरू चाहिँ उता अगाडि छ हैन। म चाहिँ यहाँ एक्लै। उनीहरू दुईजना हेरै छ मुसु 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 हाँसेर कराउँदैछ त्यहाँ। ओ भाइ के ढिला? आफ्नो ठाउँमा हिँड्नलाई नि ढिला हुन्छ, आफ्नो रोडमा हिँड्नलाई ढिला हुन्छ हो। यस्तो रिसाउँ छ कि मेरो बुढा चाहिँ यस्तो रिसाउटै छ कि के भन्नु। त्यसैले कुरा रिसाउनु भइसक्यो त्यहाँ। म चाहिँ भिडियो बनाउँदैछु अनि भिडियो बनाएर हिँड्छ, त्यही भएर ढिला हुन्छ भनेर कराउँदै हुनुहुन्छ। सो म पनि अब छिटो उनीहरूसँग जानुपर्ने हुन्छ साथीहरू। ल सनी चाहिँ मलाई हेर्दैछ कि यो मलाई आएको छैन भनेर उनीहरूलाई भेट्छ। साथीहरू मैले यो दुईवटा बच्चाहरूलाई भेटेँ फाइनली। एउटा ठुलो बच्चा तन्किँदैछ, यता सानो बच्चा लुकिन्छ। यो बच्चा चाहिँ धेरै लजाउँछ क्या, नगर्नु न भन्दैछ। अब त हामी घर जानु लाग्यो। त्यहाँनिर एकछिन एक्सर्साइज गऱ्यो, उफ्रियो। भिडियो चाहिँ मैले बनाउनु पाइनँ। हजुर के भयो अरे? अनि एकछिन उफ्रियो, अब फर्किन थालेको। दुईजना भाइहरू चाहिँ यतातिर रेस्ट गर्दै हुनुहुन्छ। ठुलो भाइ सानो भाइ, यो सानो भाइ चाहिँ लजाउँछ क्या, भिडियोमा आउँदैन। अलि हिरो छ, ह्यान्डसम छ नि त, आँखा लाग्छ अरे कि। म क्या ह्यान्डसम छु, हिरो छु, मेरो आँखा लाग्छ, मलाई आँखा लाग्छ केटीहरूको भनेर, त्यही भएर आउनु हौ भिडियोमा। आज लुकेर अनुहार लुकाएर छैन, भेटेन मेरो भिडियो जान्छ। म काटेर हाल्छु क्या, तेरो भिडियो नहाल्नु भयो नि। म काटेर हाल्छु कि, म काटेर खिच्ने कि त्यो। ल बचाऊ, यस्तो गर्छ नि। ओइ तेरो बोले मार्छ, तेरो बाउले कराउँछ हामीलाई। जुँदैन एकचोटि अङ्गल मार्नु आइज, छिराइज। ल के गर्न चाह्यो तिमीलाई मोबाइल? टिक 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 हेर्न मेरो कपाल। ओइ कस्तो रिङ्गर लाग्छ किनिदिने। आमा लट्ठीले हान्यो, हरियो लट्ठीले मलाई सर्बल टोक्छ। हरियो लट्ठीले सर्बल टोक्छ क्या। यो चाहिँ एकदम ल्याङल्याङले गर्छ कि मसँग। अब त पिटाइस्। ल मोबाइल रिसाएर गयो साइतिर आउँछ अरे। यस्तो छ यो हरामी, कम तक छ यो बच्चा। ओइ नेपाल, हाम्रो गाउँमा नि नेपालको झन्डा राखेर रहेछ। मैले चाहिँ फर्स्ट टाइम हाम्रो गाउँमा चाहिँ नेपालको झन्डा देखेँ है साथीहरू। यसरी चाहिँ ड्याममा लाएर गाडेको। पार्टीको झन्डा राख्ने होइन क्या, आफ्नो देशको झन्डा राख्ने होइन। पार्टी भनेको चाहिँ मान्छेहरू चाहिँ एकदमै कस्तो टाइपको भइसक्यो भने, पार्टीमा जाने भने चाहिँ मान्छेहरू अवसरवादी टाइपको भइसक्यो क्या। यो पार्टीमा राम्रो भएन भने अर्को पार्टीमा, अर्को पार्टीमा राम्रो भएन भने अर्को पार्टीमा, त्यसरी चाहिँ छिर्ने प्रविधि छ नेपालमा होइन। सो त्यही भएर चाहिँ यस्तो पार्टी सार्टीको झन्डा राख्ने होइन क्या, नेपालको झन्डा राख्ने हो, आफ्नो देशको झन्डा, आफ्नो देशको शान राख्ने हो क्या। ह्याट्स अफ है जसले पनि त्यो झन्डालाई त्यहाँनिर गाड्नु भएको छ, एकदम ह्याट्स अफ। हरेक प्रत्येक हामी नेपालीहरूको चाहिँ घर घरमा चाहिँ आफ्नो झन्डा हुनुपर्छ क्या। एकदम दामी लाग्यो मलाई चाहिँ त्यो।
जसले पनि राख्नुभएको छ एकदम धेरै धन्यवाद है। सुरुवात अब त्यहाँबाट हुन्छ नि त। एकदम मलाई चाहिँ जसले राख्नुभएको हो एकदम मन पर्यो, दामी लाग्यो ल। मैले चाहिँ यहाँ धेरै दिनपछि हाम्रो नक्कली मम भेट्यो। यो नक्कली ममलाई जिस्काउनु पर्यो साथीहरू। नक्कली ममको 2टा बच्चा नि हुर्क्या रहेछ, पेनेने गर्दै होइन। हो मम, नक्कली मम के भयो मम? खै तपाईँको मेनेने? हाम्रो ममको, नक्कली ममको 2टा मेनेने भइन्छ अरे यहाँनिर। तेरो आवाज हो बाख्रा। त्यस्तो गर्नु न मम, म यहाँ भिडियो बनाएर हाल्छु कि। मेनेने नक्कली ममको बुहारी यहाँ मजाले घोटिरहेछ। मुखभित्र घाप्थ्यो यार मान्छेको। बाख्राको उयो त बच्चाको मुख त कहाँ लान्ला? हाम दुध खुवाउ न। कसको त यो बच्चा? कसको त यो बच्चा? कति माया लाग्दो हुन्छ है यस्तो बेला। दुध खुवाउनु लान्ला? आहा कति चुमुक भयो। बाई बाई मा।